भाइ आरामै हुनुहुन्छ? आरामै छु। कता आयो? म यहाँ यसो बाख्रा खोज्दै आएको। ए हजुर। तपाईँ नर बस्नु भयो रहेछ के रे? नर बसेको आज यस्तो भए तापनि एकदम शरीरले नोइ नोइ भन्यो। हजुर। अनि त्यसपछि झ्याप्प आगो के रे यो आगोमा भन्दा नि झ्याप्प यो पानीमा डुब्लिकी मारेर झ्याप नुहाइदिएर सरसफाइ गरेर एकदम साइनिङ सुकिलो मुकिलो भएर बसेको छु। एकदमै राम्रो गरेर नुहाउनु भएछ। यही हो धारो। यही हो धारो। अब यस्तो गाउँको धारो जस यो राम्रै छ हैन। यता कपडा धुन मिल्छ, यता नुहाउन मिल्छ, यता टोइलेट छ हैन। नुहाउँदा टोइलेट लायो अथवा कपडा धुँदा टोइलेट लायो भने टोइलेट बसिहाल्यो भयो। अनि आनन्द यहाँ चियर हेर्नु न, चियर कस्तो धेरै राम्रो रहेछ। आँगन नि एकदमै हेरौँ नि कस्तो राम्रो बनाएको छ। यहाँबाट हेर्नुस् न भ्यूज कस्तो राम्रो जान्छ। यहाँ देखिन्छ यो ठाउँको, यो त ठाउँको पुरा पहिचान भनेको यहाँबाट देखिन्छ। आकाश आज त अझ अलिकति बादल लागिरहेको छ, घाम पनि नलागेको अवस्था छ। तर पनि हैन यहाँबाट यो यहाँभरिको यो पाउँदुर हो। यो पाउँदुर गाउँभरिको सबभन्दा स्ट्यान्डर्ड भनौँ न, यो भ्यूदेखि नै स्ट्यान्डर्ड भन्न खोजेको यो स्ट्यान्डर्ड ठाउँ हो। यहाँ एउटा अथवा एउटा यो भ्यू हैन रमणीय छ। यहाँ धेरै जसो मान्छेहरू नयाँ नयाँ आयो भने पनि यहाँ उम्बिएर गफ गरेर चिया खानी जस्तो गरेर बसेर हैन अनि त्यसपछि भारी बिसाएर अनि यहाँको यो पुरा गाउँ हेरेर अनि आफ्नो बाटो लागेको लाग्छन् हैन। तपाईलाई नै आज कस्तो महसुस भएछ भन्नु तपाईले आफूले? एकदमै रमणीय रहेछ यो ठाउँ। एकदमै तपाईको हिमाल र फेवातालको सङ्गम स्थल रमणीय ठाउँ एकदमै राम्रो लाग्यो मलाई नि। अनि बस्नु न त आज बाख्रा खोज्न आउनु रहेछ, यहाँ बस्नुस् ल। आँसी फुस्केको तपाईको? आँसी फुस्के रहेछ। मैले यहाँ न्यालो चिर्दै थिएँ। न्यालो पनि चिर्न आउँछ? न्यालो चिर्ने पनि काम गर्छु मैले। अनि त्यसपछि धेरै सिपालु हुनुहुँदो रहेछ। यो काम भनेको गाउँको घरको काम हो। गाउँघरको कामहरू पुरै जान्नुपर्ने हुन्छ। अब अहिलेकै युवाहरू के छन् भन्दाखेरि अलिकति श्रम गर्न विदेशतिर जाने, नेपालमा श्रम देखाउन नचाहने। अनि त्यसपछि नेपालमा काम गरे श्रम गरेपछि सानो भइन्छ भन्ने मानसिकताले ग्रसित भन्छु मैले। त्यो मानसिकताले ग्रसित युवाहरू जमात बढ्दो भन्दा पनि त्यस्तो जमातमा त्यो असर रहेको छ। त्यो जमातको त्यो असरलाई हटाउनको लागि हामीले चाहिँ काम गर्न काम सानोतिनो हुँदैन भनेर एउटा भनाइ छ नि। काम कहिले पनि सानोतिनो हुँदैन। जस्तो सुकै काम गरे तापनि हामीले चाहिँ कामलाई कहिले पनि अवहेलना हैन। काम भनेको त भगवान भनेकै काम हो। कर्म गरेपछि भगवान मिल्ने हो। जसले कामै गर्दैन हैन बस्छ हैन आफ्नो काम लौती गर्दैन, धन्दा गर्दैन हैन। धन्दा भनेको यस्तो नराम्रो 2 नम्बर 3 नम्बरी भन्न खोजेको होइन। आफ्नो घरको घरायसी काम धन्दा भन्छु नि हो। त्यो काम धन्दा गरेपछि अनि त्यसपछि राम्रो हुने हो हैन। आफूले जस्तो सुकै काम पनि सिक्नुपर्छ। मैले चाहिँ अब यो डोको बुनाएको मैले बनाएको ल कस्तो छ हेर्नुस् त। धेरै राम्रो बुन्नु भयो रहेछ। यो तपाईको पेरुङ्गो बुने उद्यमशीलताको सिप तपाईले घरमै गर्नु हुँदो रहेछ। मैले त्यो सिकेको छु। हाम्रो त न्याला घारी पनि छ के नि त। यही घर नजिकै रहेछ। न्याला घारी छ। होइन भने मैले अन्तबाट पनि न्यालाहरू मगाउने पनि काम मगाएर भए पनि पैसामा बिक्री गरेर बिक्री भन्दा नि पैसामा खरिद गरेर पनि ल्याएर मैले आफ्ना डोका नाम्ला अनि थुन्सेहरू पता मेरो थुन्से हेर्न आउनुहोस् भित्र। थुन्से नि हेरौँ न त खोइ। थुन्से भन्नाले सपोज थुन्से भन्न आएको छ। थुन्से छ भित्र। हाम्रो मैले आफ्नै हातले बुनेको भगारी हेर्न आउनुहोस्। यही बनाउँछु है यो भगारी मेरो हातले बुनेको। धेरै राम्रो रहेछ यो। ल अनि यो हेर्नुहोस् मेरो हातले बुनेको यो चित्रो ल हेर्नुहोस्। अनि यहाँ मैले भगारी भन्न आएको छ। यो मान्द्रो यो माइली मान्द्रो बुनेको मैले। किसिम रहेछ नि भगारी हो। यो पनि ट्याक्क हालेको च्याट्टा मैले बनाएको छु। म चाहिँ उद्यमशीलतालाई म प्राथमिकता दिन्छु। एकदमै राम्रो तपाईको काम यो। मलाई नि एकदमै राम्रो लाग्यो। अहिले चाहिँ मैले यहाँ यो के गर्न खोजेको भने अहिले
लदा हेर्नुहोस् मैले कस्तो राम्रोसँग चुया पनि काट्छु होइन तपाईँलाई फेरि आँसियाली नलाउने रहेछ कि यो के भन्ने हो तपाईँलाई आँसी नलाउने भन्दा पनि आँसी उदाउन पर्ने थियो होइन म यहाँ पानी धारा नआएको कारणले गर्दा मैले एकछिन आज उदाइनँ अनि अघि बिहान एउटा यो मेरो एउटा केटी छ क्या केटो लचाडो केटो छ त्यो केटाले लचाएर ढुङ्गा ढ्याङ हानेर यस्तो यो बुधो बनाएको त्यो भएको कारणले गर्दाखेरि अहिले यो आँसीको मेरो कमजोरी त हुँदैन आँसीले गर्दा काटिएन नजिकै ल्याउनु नि त अब आँसी पनि म त यो आँसी म त उद्यमशील त छु अब यो आँसी बनाइदिने मान्छे अनि सरकारले बनाइदिएको छैन होइन यो मिसिनहरू थापेको कसैले छैन अब आफ्नै हातले गर्नेको कुरो हो अब यो ल हेर्नु न हुन्छ तपाईँले मलाई अब बलको कुरा हो सिपको कुरो हो यो ढङ्गको कुरो हो त्यसै हुन्न नि त ल हेर्नुहोस् है भयो नि त ल कि अब हेर्नुहोस् यसो गरेर चिटिक्क पारेर यसो गरेर ल हेर्नु है एकदम गरेर काट्नुपर्छ क्या तपाईँहरूले सिक्दा हुन्छ यो सानोतिनो यस्तो काम गरेर कोही पनि तपाईँहरू सानो हुँदैन यो भनेको आफ्नो पेसा पनि भन्छ यो कोही अब पेसा पनि ढङ्गबाट नि लाग्नु भयो होइन यो त अब डाला नाम्ला बुनेर बेच्दै पनि हिँड्नुहुन्छ नि त कति अब त्यो त तपाईँहरूले अब बजारमा पनि देखिन्छ मेला मौसममा डाला नाम्ला होइन अनि त्यसपछि चुयाको त सबै थोक भन्छ कि तपाईँको कुर्सी त भन्छ तपाईँको बेड भन्छ कुर्सी होइन चुयाको भन्नाले बाँसको हो बेड त तर चुयाको युज गरेर धेरैहरू होइन बनाउन मिल्छ होइन त्यो कुरा हो अनि त्यस्तो कुरा हो अब उद्यमशीलता राष्ट्रले अब उद्यमशीलतामा खर्च गरेको होइन धन पैसा खर्च गरेकै छैन सब युवाहरूलाई विदेश जाऊ पासपोर्ट बनाऊ विदेश जाऊ भनेको छ अनि त्यसपछि देशको विकास हुन्छ त त्यसरी युवा हाम्रो देश विकास गर्दाखेरि युवाहरू कहाँबाट ल्याउने कुन ठाउँबाट ल्याउने ल भन्नु हो बिल्कुल एकदमै यो अहिलेको स्थितिलाई हेर्दाखेरि अब हाम्रो देशको पैसा विदेशमा जाने हो कि हैन अनि विदेशको पैसा नेपालमा ल्याएर फेरि विदेशीलाई दिएर अनि नेपाल जहिले दास भएर विदेशको नोकर गरेर खाएर त चल्दैन नि त त्यो भएको हुनाले म अझै पनि तपाईँहरू सबैलाई म सचेत गराउन पनि चाहन्छु कि होइन खासमा के हुन्छ भने हाम्रो नेपालबाट विदेशबाट दुःख पसिना रगत होइन अनि त्यसपछि बगाएर ल्याएको पैसालाई देशमै के बाहिर नजाओस् देशमै लगानी गर्नु अथवा देशमै खर्च गर्ने वातावरण अथवा देशकै मान्छेले त्यो पैसा पनि खर्च गर्दा पनि देशमै जाओस् का विदेशमा नजाओस् जस्तो कि अब यहाँ कति कुरा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा होइन नेपालबाट भारततिर नेपालबाट विदेशतिर गइरहेको अवस्था छ हो पैसा कसरी जान्छ मान्छेहरू कोही भ्रमणमा गइरहेका छन् विदेशतिर हो कि हैन अनि त्यसपछि कोही चाहिँ विदेशी सामानलाई मात्रै माया गर्ने स्वदेशी उत्पादनलाई माया नगर्ने अपहेलना गर्ने ल हेर्नुहोस् अहिले नेपालको तपाईँलाई म एउटा उदाहरण दिन्छु गोल्ड स्टार जुत्ता है मैले देखेको मैले आफूले अनुभव गरेको छु अब नेपालको गोल्ड स्टार जुत्तालाई अब मनै नपराउने के नेपाली यो जब भन्ने तर गोल्ड स्टार जुत्ता यस्तो बलियो हुन्छ तपाईँलाई 5,000 को जुत्ता भन्दा यहाँको त्यो 1500 पाइने जुत्ता हो कि हैन तपाईको कस्तो बलियो छ है उकालो ओह्रालो हिँड्न एकदमै त्यो भएको हुनाले मैले भनेको कुरो के हो भने तपाईँ त बाख्रा किन्न आउनु रहेछ हैन तर पनि मेरो जानेको कुरो तपाईँलाई सिकाएको पनि हो के हैन हो एकदमै त्यो भएको हुनाले मैले के भन्छु भने यो विदेशिएर मान्छे विदेशिएर साम पैसा कमाएर अनि फेरि विदेशले लान्छ भन्ने कुरा मैले तपाईँलाई बुझाउन खोजेको हो हैन हजुर अब त्यसमा चाहिँ अब कृषि उत्पादन अहिले कोरियाको साउ अस्ति म पोखरामा अब एकछिन यो छोडौँ है तपाईँसित गफ गर्न पर्यो ल गफ गरेर सुन्न तयार हुनुहुन्छ नि एकदमै कि तपाईँलाई बेर हुन्छ कि कस्तो चाहिएको हुँदैन मलाई हुन्छ एकछिन बाख्रा पनि तपाईँलाई देखाउँछु बाख्रा हेरौँ न त ल आउनु बाख्रा पनि छ कस्तो खालको खोज्नुभएको बाख्रा बाख्रा त एउटा पठेङ्गी खोजेको कस्तो खोज्नुभएको बाख्रा
बिहाको खोज्नुभएको कि हाम्रा फेरि बाख्रा खनखानलाई एकदमै यो खन्याको घाँसमा नि मैले हिजो गएर ल्याएर आएको आज 2 दिन हुन्छ यो है त्यो बाख्रा ठुलो बाख्रा हो बुढो बाख्रा है त्यो 4 बेतदेखि 5 बेत बिहायो होला यसले एकैचोटिमा 3वटा पाउँछ यसपाला यसले 2वटा पाएको छ हजुर एउटा बोको एउटा पाठी पाएको छ यो चाहिँ अहिले बिक्रीमा छैन बुझ्नु हो अनि यो ठारो भनेर भनेको यो बिहाउँदैन भनेको अनि त्यसपछि हामीले पाल्दा पालियो खानी भनेर एकदम रेडी मोडमा थियौँ अनि त्यसपछि अब घरमा भएको पाठो मासेर गोठ मासिन्छ भनेर राखियो पालियो अनि फेरि यसले चाहिँ अहिले एकदम स्वादे बोको क्या किसिम ल देखाउनु यहाँ हेर्नुहोस् एकदम किसिम बोको छ है अनि त्यसपछि यसलाई चाहिँ हामीले यो थारे पाल्ने पाठो पाल्ने होइन पछि बनाउँला भन्ने थियो हजुर यो चाहिँ त्यो पायो होइन यसले पायो यो त हाम्रो घरको पुरानो यो बाख्राको बिउ नै हो एकदम राम्रो खैरो बिउ लाम्काने होइन अनि त्यसपछि यसले यस्तो राम्रो छ कि तपाईँको वर्षमा 2 पटक बिहाउँछ अनि त्यसपछि 2-2वटाको दरले यसले चाहिँ हामीलाई चाहिँ उत्पादन दिएको छ राम्रो छ यो भनेपछि यो जातको बाख्रा होइन यो जातको बाख्राको तपाईँलाई पाठी चाहियो भने सम्पर्क गर्नु होला होइन मलाई अलि ठुलै चाहिएको पठाङ्गी नरहेछ नि तपाईँकोमा हो कस्तो काटेर खाने हो कि तपाईँको यसो काटेर खाने चिसो मौसम छ हजुर चिसो मौसमलाई च्यालेन्ज दिने गरेर अलिक काटेम भनेर आएको हजुर कहाँ बाख्रा राम्रो रहेछन् तर मैले सोचे जति नरहेछन् हो हजुर कति हजारसम्मको खोज्नुभएको मैले त्यही तपाईँको 6-7 हजारको 6-7 हजारको अलिक खोज्नु जाम्ला नि त मेरो यहाँ एउटा साथी पनि छ हौ यहाँ पलतिर उसका बाख्रा पाल्छन् होइन एउटा बाख्रा पालिन्छ त्यो अहिले गए जाम्ला पनि म देखाइदिन्छु घर तपाईँ जानु होला नि त ल म जाम्ला नि त अनि कुरो अनि अरू भन्नुहोस् अरू अहिलेको कुरो बुझाउनु पर्यो अलि स्पष्टीकरणमा तपाईँ विदेश म एकचोटि विदेश गएर आएर हजुर अलि पैसा बचेको थिएँ अनि त्यसले बाख्रा पालन गर्ने सोचले बाख्रा पनि पाले हो तर घरका बाख्रा पुरै बिहाउने छन् अलि काटेर खाने बाख्रा नभएर म चाहिँ खोज्न आएको भनेपछि तपाईँ काटेर खाने बाख्रा चाहियो हजुर एकदमै कि मासु पसल गर्नु होइन कि के छ तपाईँको व्यवसाय मासु पसल गर्ने भनेको के अरे घाटा लायो हजुर अलि दिएन राम्रोसँग त्यही भएर अहिले चाहिँ म बाख्रा पालनमा छु भनेपछि भविष्यमा गर्नुहुन्छ भविष्यमा फेरि त्यहीलाई निरन्तरता दिन्छु मैले ल ठिक छ त्यसो भए अब मेरो कुरा सुन्नुहोस् है कुरो के हुन्छ भने नेपाली युवाहरू के अब छन् पढेका छन् लेखेका छन् स्मार्ट छन् निरोगी बल छ तिनीहरू छ युवा भनेको युवा शक्ति भनेको देशको कर्णधार हो देशको खम्बा मेरुदण्ड हो होइन अनि जुन मेरुदण्डहरू विदेशी पलायन भएपछि त देशको विकास कसले गर्ने यहाँका बुढाखाडाले विकास त गर्दैनन् बुढाखाडाहरूमा त शक्ति नै हुन्न होइन हुन्छ र हुँदैन बुढाखाडा अब जस्तो अब उनीहरूमा के हुन्छ भने हामीले प्रधानमन्त्री बनाउँदा नि युवालाई प्रधानमन्त्री बुझ्नुभयो नि युवामा के हुन्छ जोस हुन्छ जाँगर हुन्छ उसमा चाहिँ बौद्धिक क्यापेसिटी हुन्छ होइन अनि त्यसपछि त्यस्तो खालको एउटा युवालाई हामीले चाहिँ प्रधानमन्त्रीमा ल्याउनु पर्यो हो कि न संसदमा पनि युवाहरू जानु पर्यो होइन अब देश चलाउनु पर्छ युवाहरूले विदेशी नि काम पनि युवाहरूले गरेका छन् अब यो विदेशी नि कार्यक्रमलाई बन्द गर्न पर्यो यो बन्द गर्ने कारणहरू यहाँ चाहिँ के हुनु पर्यो भने विदेशी नि पहिलो उपाय भनेको के हो भन्नुहुन्छ भने नेपाललाई नेपाल सरकारले आज पनि गएको छ श्रम सम्झौता भन्छ भोलि पनि सुन्नु श्रम सम्झौता भनेर विश्वमा नेपाली युवाहरू नेपालीहरूलाई उसले चाहिँ बिकाउने भयो बुझ्नुभयो नि पैसोमा क्या यो पैसोमा बिकाएर अनि नेपालीहरूलाई चाहिँ के हुने भने पैसोमा बिकाएपछि नेपालीहरूले चाहिँ पैसा ल्याएर आउँछन् अनि त्यो दुःख मेहनतले ल्याएको पैसो पनि फेरि विदेशी नै गएको छ विदेशमै गएको छ जस्तो भन्नुहुन्छ नेपालमा ल हेर्नुहोस् न रेडियो बन्छ नेपालमा न एउटा टिभी बन्छ न एउटा कल कारखाना छ न एउटा सियो बन्छ नेपालमा सियो बन्छ र सिप बन्छ टाँक बन्छ केही भन्दैन एउटा धागो बन्छ सब विदेशी सामानहरू पुरा नेपाललाई के गरेका छन् नेपालमा आयात भएको छ क्या विदेशीले उहाँ बनाएको छ नेपालमा आयात भएको छ नेपालीहरूले किनेका छन् अनि नेपाल भिजा लाएर नेपालीहरू युवा युवतीहरू
भिजा लाएर विदेश गयो हन् अनि पैसा कमाएर अनि त्यो विदेशी सामान किनेर अनि नेपालमा त्यही सारा मिल्दैन। र हाम्रो अबको जोसुकै होस् हाम्रो सरकार होस् अथवा हैन हाम्रो प्रदेश सरकार होस् अथवा सरकार होस् यो बुझ्नु पर्यो कि यहाँका त्यहाँ जाने संसदहरू त्यहाँका हैन सदस्यहरूले के बुझ्नु पर्यो भने हामीले चाहिँ विदेशबाट कमाएको पैसा हो कि हैन त्यो पैसालाई फेरि विदेशै जाने परिपाटी बनाउनु भन के विदेशबाट आएको पैसालाई हामीले चाहिँ एउटा तालमा हैन एउटा पोखरीमा पानी सङ्कलन गरे जस्तो हो कि हैन यहीँको हुन्छ नि युवाहरूलाई चाहिँ सुन न यहाँको युवाहरूलाई के गर्नु पर्यो भने तिनीहरूलाई चाहिँ स्वरोजगार दिनु पर्यो। त्यो रोजगारको एउटा अवसर हैन रोजगारको अवसर भन्दा नि रोजगारीको वातावरण मिलाउनु पर्यो के जस्तो फ्याक्ट्री खोल्नु पर्यो एकदम पुरानो फ्याक्ट्रीहरूलाई पनि खोल्नु पर्यो। अबदेखि 1 करोडको फ्याक्ट्री हुन सक्छ 10 करोडको हुन सक्छ अर्बको लगानीमा उत्पादन हुने फ्याक्ट्रीहरू गर्नु पर्यो। सरकारले लगानी हाल्नु पर्यो त्यस्तै दाताहरू खोज्नु पर्यो हैन विदेशी लगानीकर्ताहरू खोजेर नेपाललाई चाहिँ नेपालमा त्यस्तो एउटा नेपालमा हैन त्यस्तो खालको एउटा परिवेश वातावरण बनाइदिएर त्यो प्रकारको नियम बनाएर नेपाली नागरिकलाई धनाढ्य बनाउनु पर्यो। जहिले बेलचा हान्न विदेश जाने जहिले नेपालीहरू हैन अनि त्यसपछि विदेश पलायन हुने पसिना रगत पसिना खाएर अनि त्यसपछि विदेशको टमाटर किन्ने स्याउ अस्ति म स्याउको कुरा गर्दै थिएँ त्यहाँ भिडियोमा पनि मेरो रेकर्ड भयो होला अघि भन्दै थिएँ अघि तपाईँलाई बाख्रा देखाउन जानुभन्दा अगाडि मैले पुरा यो सन्दर्भ जोड्न खोजेको थिएँ क्या मस्त पोखरा क्या अलि अगाडि हो पोखरा गए थिएँ त्यो मन्डी छ क्या त्यो सिद्धार्थ चोकको अलिकति भनौँ सिद्धार्थ चोकमै छ सिद्धार्थ चोकमै छ त्यो मन्डीमा गएँ त्यहाँ मलाई चाहिँ चाहिएको केरा चाहिएको थियो स्याउ चाहिएको थियो अनि त्यसपछि मेवा अलिकति फलफुल चाहिएको थियो किन्ने भनेर गएको थिएँ है अनि त्यसपछि मैले हेरेँ एकपटक हेरेँ अनि त्यो स्याउ पनि एकदम राम्रो क्या एकदम क्वालिटी ठुल्ठुलो खालको यत्रो स्याउ थियो क्या यत्रो स्याउ अनि त्यसपछि त्यसमा स्टिकर लगाएको अनि त्यसपछि पुरा कभर गरेको यस्तो सोलिड के यस्तो दामी के स्याउ थियो। अनि मैले सोधेँ क्या यो स्याउको मूल्य कति हो भनेको त 400 रुपियाँ केजी रे है अरू स्याउको मूल्य अलिक कम थियो के कोहीको 250 कोहीको 300 त्यो मुस्ताङको साउहरू थियो हैन नेपालको अनि त्यसपछि कतै अरू ठाउँबाट नि आएको रहेछ त्यो स्याउको मूल्य सोधेको 400 भने कहाँको यो कहाँको त नि भनेर सोधेको कोरियाबाट रे नेपालमा स्याउ त कोरियाबाट आउँछ भनेपछि अब नेपालमा स्याउ मुस्ताङको स्याउको भाउ छैन कोरियाको स्याउको 400 रुपियाँ भाउ छ भनेपछि अनि देश विकास हुन्छ हुँदैन पैसा कहाँ जान्छ कोरियाले खान्न अब पैसा नेपाल कोरियामा पनि जान्छ हैन नेपालमा नेपालीले कति मेहनत गरेर पढेर कोरिया गहन पैसा कमाहन उहाँ कति दुःख गर्छन् 18 घण्टा दुःख गरेर हैन कोही कृषिमा कोही मेनुमा जान्छन् अनि कृषिमा उत्पादन गरेर त्यस्तो स्याउ उत्पादन गरेर नेपालमै पठाएर अनि तिनले पैसा कमाएर नेपाल ल्याए त्यो फेरि कोरियाको स्याउ किन्न नेपाली त्यही पैसाले कोरियाको स्याउ किन्दाखेरि त पैसा त कोरियाकै गयो अनि त्यसपछि अनि उसले त उता बाटो भयो नि त भनेपछि त्यसले नै हाम्रो बुझ्न पर्यो सरकारले पनि बुझ्न पर्यो कि विदेशी पैसा आउने कुन सामानहरू हुन्छ ती नेपालमै उत्पादन गर्ने टिभी रेडियो कारखाना नेपालमै खोज्नु पर्यो टिभी पनि उत्पादन नेपालमै गर्नु पर्यो उत्पादन नेपालमै गर्नु पर्यो हैन नेपालमा फलाम उत्पादनदेखि लिएर सारा कच्चा पदार्थहरू विदेशबाट निर्यात गरेर अनि यही एउटा सरकारले गर्ने नि अब व्यक्तिले गर्न सकेन भने व्यक्तिसँग लगानी भएन भने त सरकारले एउटा सङ्गठन बनाउने ठ्याक्क लगानी हाल्ने हैन त्यो लगानी गरेपछि त अनि त्यसमा त्यो त के को लागि बनाइयो भन्दा जनताले उपयोग गर्नको लागि हैन बनाएको एउटा मेसिन हो अथवा एउटा उद्योग हो त्यो उद्योग त यही स्थापना गर्नु पर्यो नि त कतिजनाले रोजगार पाउँछन् यस्तो हिसाबले हाम्रोमा एउटा गाउँमा एउटा भयो भने हाम्रो कतिवटा गाउँ छन् हैन लगभग नेपालमा 4000 गाउँ होलान् 4000 वटा उद्योगहरू भयो भने अनि विदेश जानुपर्छ नेपालीहरू यहाँ त एउटा उद्योग छैन त विदेश जानुपर्छ एकदमै त्यही भएर तपाईलाई म भन्छु अहिले एकदमै धेरै बाख्रा पालन गर्नु तपाईले यही नेपालमै बाख्रा पालन गर्नु अनि त्यसपछि बाख्रा पनि फस्टिन्छ बाख्रा भएन भने कुखुरा गर्नु कुखुरा नभए माछा पालन गर्नु नभए पशुपालन गर्नु तपाईले कुखुरा पनि पालन गर्नु होइन भन्ने सुनेको थिएँ मैले अलिकति अगाडि मैले कुखुरा नि पालेको हो कुखुरा पनि हाल पनि मैले कुखुरा नै छन् अन्डा दिने कुखुरा पनि राखेको छु लोकल कुखुरा छन्
अनि गिरिराज कुखुरा राखेको छु, रातो कुखुरा पनि हाल्ने सोचमा छु। अनि त्यसपछि मैले चाहिँ अलिकति बाख्रा हाम्रो चाहिँ 2टा मात्रै छन्, अलिकति म पछि अलिक बढाउँछु होला। बढाएर अलिकति मैले यो ठाउँमा यति देखाउनु न, घर पनि देखाउनु एरिया छु। मैले चाहिँ एउटा दोकान राख्ने विचार गरेको छु। म अलिकति लगानी अलिकति म ऋण खोजेर फेरि अन्त अलिकति त्यो दोकान, यो किराना अथवा यो मासु पसल होइन, यो चाहिने के जनतालाई सेवा गर्ने हिसाबले म बनाउने कोसिस छ, मेरो जारी छ। तपाईँ पनि आउँदै गर्नुहोस् होइन। ल हुन्छ, एकदमै धेरै राम्रो गर्नुभयो रहेछ, सब परिपाटी मिलाउनु भयो भने म पछि यता म होइन ल्याउँला नि त। हजुरलाई चाहिँ आउनु न, सम्पर्क गर्नु, मेरो नम्बर राख्नु, टिप्नुहोस्। ल हुन्छ। ल अहिले तपाईँ जानु भन्नु गइरहेको? ल म जान्छु, उहाँ तलतिर खोज्छु। ल खोज्नु। ल है त, ल हस्, म लागेँ। ल